यो चाहिँ ब्याक क्यामेराबाट देखिएको हो हैन। अब चाहिँ बसमा हामी जाँदैछ। हाम्रो गाडी चाहिँ उयो पर्पलवाला हो अनि म चाहिँ अब सबभन्दा लास्टमै हो, जहिले पनि लास्टमै हो हैन। अनि ठाउँ यस्तो दामी चाहिँ ल गाडीमा चाहिँ भिडियो हाल्नु पाउँदैन भनेर मैले अहिले हालेको ल। त्यसैले यो चाइना टाउनमा आएको छु हैन। यहाँ चाहिँ सामानै पाउने रहेछ, यहाँ चाहिँ सामानै पाउने रहेछ हैन। दामी छ। ल म चाहिँ अहिले यो चाइना टाउन हेरिटेज भन्ने ठाउँमा छु हैन। यसो यहाँ अब यसो घुम्दै घुम्दै यहाँ त यति ठुलो छ कि यार मान्छे हराउने ठुलो छ यहाँ त के हो। देखिरहेको चाहिँ चाइना टाउन हेरिटेज। चाइना टाउन चाहिँ सर र म तपाईँलाई घुमाइदिन्छु होइन। सिटी एरिया टाढो हिँड्नु भएको यार, हाम्रो गाइड त एक्लै भइसक्यो म यार। वेटिङ for you? कस्तो क्लिन क्या ठाउँ त आम्मामा। चाइना टाउन कम्प्लेक्स चाहिँ यहाँ रहेछ। यो चाहिँ सिङ्गापुरको खानाहरू पाउने ठाउँ हो यो चाहिँ। हामी चाहिँ यसो अब खानाहरू खान जाँदैछौँ। हाम्रो ब्रदरहरू के गर्छ अन्त अब हामी आइसक्रिम खाने यस्तो गर्दैन। अब हामी यसो आइसक्रिम खाने कुरा भयो। हिँड्दा हिँड्दा झ्यामै लगाइसक्यो कस्तो कति टाढा भयो। ल अब ठाउँ चाहिँ बबाल छ। हिँड्दा हिँड्दा थकाइ लाग्ने क्या गर्मी भएर लास्ट टेन्सन भयो। दामी छ ल बिल्डिङ। सेन्ट ट्राफिक लाइट टाइमिङले दामी छ ल। ठाउँ चाहिँ बबाल होला। सिङ्गापुर इज बेस्ट क्लिनेस्ट सिटी। यो अहिले माथि देखिरहेको बिल्डिङ चाहिँ एकदमै अग्लो रहेछ। चस्मै खस्छ जस्तो भने हामी चाहिँ अब यहाँ यसो हल्का घुमफिर गर्दैछौँ होइन। अब रमाइलो भइरहेछ तर अलि पानी खान नपाएर अलिक गाह्रो भइरहेछ। वान डे सिटी टुर इन सिङ्गापुर कस्तो हुँदैछ दाइ यात्रा? रमाइलो हुँदैछ होइन। स्क्यान फर म्याप त्यो दाइ हुन त फेरि हाम्रो वाइफाई छैन के को स्क्यान कि त्यतिको हुन्छ कि एकचोटि हुन्छ सरी त गाइजहरू खै त हाम्रो। हामीले यस्तो सिटी टुर गर्दैछौँ अब होइन सिङ्गापुरमा। ठुल्ठुलो घरहरू रहेछ यहाँ अब रहेछ। पहिलोचोटि सिङ्गापुर दामी लाग्यो मलाई चाहिँ। हाम्रै घरतिर हुन्छ जस्तो बाङ्लो डोको छ यार। यहाँ त के हो यो पहिला हामी नेपालबाटै लगायो कि अब बाँस है। पाउरोटी रहेछ नि त यहाँ त। पाउरोटी खानुपर्छ क्या